नमस्कार टासीदेलै सेवारो के भन्नु अहिले चाहिँ हामी मुस्ताङ जिल्लाको धुम्बा लेक भन्दो रहेछ यहाँ छौँ। यहाँ यो लेक चाहिँ हजुरको 2830 मिटर समुद्र सतहदेखि माथि रहेछ। अनि यो लेक चाहिँ हजुरको जमसमबाट 5.5 किलोमिटर यता पश्चिमतिर रहेछ। अनि यहाँ तल चाहिँ एउटा गाउँ छ स्याङ भने, यता माथि चाहिँ एउटा भिलेज रहेछ, थिनी भिलेज भन्दो रहेछ। अनि यो लेकको बारेमा भन्नुपर्दा चाहिँ यो लेकको उत्पत्ति चाहिँ हाम्रो माथि देख्नु भएको निलगिरी हिमालबाट उत्पत्ति भएको हो। अनि यसको चाहिँ लम्बाइ 150 मिटर रहेछ भने चौडा चाहिँ 100 मिटर मात्र छ। अनि यो लेक चाहिँ यति रमाइलो छ कि हजुरको यहाँनिर सायद यहाँको पब्लिकहरूले माछाहरू छोडिदिएको नि हुनसक्छ। यहाँ चाहिँ माछाहरू एकदम आइरहेको छ, एकदम पिसफुल हुन्छ। अनि यहाँ चाहिँ मानिसहरू चाहिँ अथवा पर्यटकहरू चाहिँ विदेशी अथवा नेपाली नै आन्तरिक पर्यटकहरू चाहिँ आएर एकदम रमाइलो गर्ने, भिडियो खिच्ने गर्ने गर्दो रहेछन्। अनि अभियसली यो जमसम हो, जमसम भएपछि हावा चलिए नै हाल्छ। अनि बिहान छिटै बिहानतिर आउनुभयो भने चाहिँ यो अहिले वेभ देखिराख्नु भएको छ, यो वेभहरू देखिन्न अनि एकदम रमाइलो हुन्छ। त्यही भएर जमसम आइहाल्नु भयो अथवा वेलकम टु जमसम आउनुहोस् होइन। आउनुभयो भने चाहिँ एउटा नछुटाउने ठाउँ चाहिँ यो धुम्बा लेक पनि रहेछ है। धन्यवाद।